हरिओम मित्रहरू, दर्शन नमस्कार। मेरो दिनचर्या यसरी नै चलिरहेको छ मित्रहरू। मेरो आमाको काम यसरी बाख्रा पाठाहरूलाई पिरो खुवाउने, घाँस खुवाउने काम मेरो आमाको हुने गर्छ। अहिले रिसाउनु भएको छ, यहाँ एक्लै कामको अलिकति तातो पर्यो भनेर रिसाउनु भएको छ अलिकति है। अनि मेरो बुवा चाहिँ बाख्रालाई घाँस हाल्ने, बाख्राहरूलाई पाठाहरूलाई सरसफाइमा राख्ने, अनि अहिले रेस्ट गर्दै हुनुहुन्छ, थाक्नुभयो घाँस हालेर। अनि यता पानीहरू, यता ड्रमहरू पानी चलाएर यहाँ ड्रम सफा गरेर यो भर्खर यो पानी लगाएर राख्नु भएको छ मोटर चलाएर। अनि रेस्ट गर्नु भएको छ। अनि रेस्ट उठ्या छैन बुवा, के छ त नि हजुरको हालको? हामी साथै बसौँ अनि साथै बसे ल मित्रहरू, यसरी नै मेरो दिनचर्या चलिरहेको।